भन्नु केही सोध्न चाहनुहुन्छ मलाई? के सोध्ने हो र के सोधौँ त भन त भाइ। अब यो भर्खरै भएको चुनावमा जब हाम्रो नयाँ सरकार आएको छ, के आश छ नयाँ सरकारबाट र कसरी त्यो सरकारले अब देशलाई कसरी ह्यान्डल गर्छ, कसरी मेरो कुरा सुन्नु। देश विकास डिस्टर्ब गराउँदा म देखियो चियाको पनि सुविधा छ, कफीको पनि सुविधा छ। अनि अहिलेको सरकारदेखि के आश गरेको छ ल हामी जस्तो युवाले? हो त्यही मेन पोइन्ट भन न त, के आश छैन भन न। बस त्यही त हो मेन, केही आश छ? ल तिम्रो गाउँमा ल चिप्लिने रोड बनाइदियो ल, हो तिमीलाई त्यो ल रोड बनाएर चाहिँ चिक्ने के गर्नु जब कि घरमा खाने अन्न नभए भाइ मेन भनेको सबै अहिले बेरोजगारीहरूलाई रोजगारी दिनु पर्यो के। सुन न फ्याक्ट्रीमा बनाएको विनोद चौधरीको मुजी चाउचाउ कस्तो बिक्नु मान्छे वर्ल्ड वाइड हो त्यो मुजी हामीले भनेको किसानहरूले मुजी उमारेको मुजी चामल त्यस्तो हुन्छ मुजी वर्ल्ड वाइड फेमस हुन्छ। गरो होइन 1 वर्ष खेती गरो होइन मुजी त्यो खेती गरेको पैसा पनि उठ्दैन, उल्टै घाटा लाग्छ। मल मुजी त्यही महँगी, ट्र्याक्टर त्यही महँगी, हो सही हो। त्यो पनि हुनु पर्दैन। जब किसानलाई फाइदै छैन भने रमबम कि वाइवाई चाउचाउ खानु पनि होइन त्यो भने विनोद चौधरीको प्रोडक्ट हो नि त, हो कि होइन? तर मुजी तपाईँले नेपालको चामल खानु केही भन्नु पर्यो के दाइको च्यानललाई यसो के सब्सक्राइब गरिदिनु, नोटिफिकेसनको बेलमा टक्क थिचिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। अब चाहिँ भोलि चिकन विङ्स लागि फ्री भयो हाम्रो ल डेली भाइ चिकन विङ्स होइन बङ्गालीले लगाउँछ साला हुनु गरिदियो भने सक्यो।